कोही के मानिस मर्ने बेलामा तपाईले देख्नुभयो होला मलमूत्र त्याग गरेर मर्छन् उनीहरुले दिशा पिसाब त्यागेर मर्छन् उनीहरु त्यो दिशा पिसाब त्यागेर मर्नुको अर्थ के हो भनेदेखि उनीहरुले जिन्दगीमा गरेका नराम्रा कार्यको कारणले गर्दा यमराजका दूतहरु उनलाई नरक लिएर जान आउँछन् र भयानक रूप देखेपछि उलाई डर लाग्छ अब मैले सारै दुःख पाउने भए भनेर त्यो डरले नै एउटा शरीर कमजोर अनि डरले नै उले मलमूत्र त्याग गर्दछ मलमूत्र त्याग गरेर कोही गएको छ भने त्यसको लागि चाहिँ अलिकति पूजाहरू पाठहरू उसको लागि केही सत्कर्म चाहिँ उसका सन्तानहरूले गरिदिनु नै पर्दछ किनकि उ पक्का पनि उसको दुर्गति भएको भनेर बुझ्नुपर्छ जसको नाभिभन्दा माथिपट्टिबाट श्वास जान्छ त्यो चाहिँ स्वर्ग गएको भनेर बुझ्नु पर्दछ राम्रै लोकमा जाने भनेर बुझ्नु पर्छ नाभिभन्दा माथिबाट जुन श्वास हजुर अब कसैको मुख मर्ने बेलामा आ गरेर मर्या हुन्छ त्यसको प्राण मुखबाट गयो कसैको नाकबाटै जान्छ कसैको आँखाबाट जान्छ उसको आँख खुला रहन्छ आँखा चाहिँ अरु बेलाको भन्दा अलि फाटेको हुन्छ हैन अलि खुल्ला आँखा हुन्छ कसैको कानबाट जान्छ हो यी मुखाङ्गबाट जाने जति पनि वायुहरू छन् यसबाट चाहिँ के हुन्छ भने उसको प्राणवायु राम्रो लोकमा जान्छ भन्ने कुरा बुझिन्छ अनि जसको यो ब्रह्मरन्ध्र भनेको हाम्रो तालु जुन भाग छ हामी सानो हुँदाखेरि गिलो गिलो हुन्छ नि यसलाई ब्रह्मरन्ध्र भनिन्छ यो अहिले त छैन अरु ठाउँमा हिर्काउनु र त्यहाँ हिर्काउनुमा धेरै फरक पर्छ यहाँ हिर्काउँदा यो मर्मस्थान नै हुन्छ यो चाँडै मर्छ मान्छे हैन यो मर्मस्थान जुन तालु केन्द्र हो यसलाई ब्रह्मस्थान भनिन्छ हो कसैको चाहिँ तालु फुटेर जान्छ उसको यो तालु चटक्क चड्केर केही चर्केर उसको प्राण जान्छ यस्ता व्यक्तिहरू चाहिँ सिधै जन्म मृत्युको चक्रव्यूहबाट माथि उठेका हुन्छन् त्यो हुनाले मानिसको मृत्युको समयमा चाहिँ भगवानको नाम पवित्र नामहरू किन सुनाउने भने उलाई त्यो नाम सुनेपछि उसको मनमा मैले आजसम्म गरेका पापहरू भगवानको पवित्र नामले मेरो पापहरू नष्ट भए अब मैले नरक जानु पर्दैन अब मैले पाप भोग्नु पर्दैन भगवानको धाममा जान्छु भन्ने उसको मानसिकताको विकास हुन्छ अब मानिस जो मर्न लागेको छ त्यो बेलामा चाहिँ एउटा चमत्कार के हुँदो रहेछ भने मरणासन्न व्यक्तिको लागि चाहिँ अब म मरेर कहाँ जाँदैछु भन्ने कुरा पनि उलाई थाहा हुन्छ अनि अर्को कुरा अहिलेसम्म मैले के कति पाप गरेँ नराम्रो गरेँ यो कुरा पनि त्यसलाई अन्तिम समयमा थाहा हुन्छ जस्तो हामी अहिले बसिरहेछौँ हामीलाई केही सम्झनाभित्र होला अहिले तुरन्त याद हुँदैन तर परीक्षा दिन जब हामी जान्छौँ नि पढेका कुरा सबै एक हामीले याद आउँछ पढेका कुराहरू नपढेका कुराहरू यो मैले राम्ररी पढाएको थिइनँ प्रश्नपत्रमै त्यही आयो भन्ने कुरा ठ्याक्क थाहा हुन्छ त्यस्तै प्रकारले मृत्यु भनेको परीक्षाको जीवनको परीक्षाको अन्तिम घडी हो त्यो अन्तिम घडीको समयमा चाहिँ उसलाई सबै राम्रा काम र नराम्रा काम याद आउँछ र अन्तिम समयमा मरणासन्न व्यक्तिले आफ्नो मन जहाँ गएर अड्काउँछ त्यसको गति त्यही हुन्छ उसको गति त्यही हुन्छ त्यो मर्ने बेलामा म नरक जान्छु अब म डुब्ने भए अब मेरो सत्यानाश हो मन त्यता गयो त्यो सिद्धियो किनकि पापको स्मृतिले त्यता सम्झना गराइदिन्छ तर भगवानको पवित्र नाम लिइसकेपछि अब म नरक जान्न अब म भगवानको धाममा जान्छु मेरो पाप सबै छुट्यो भन्ने त्यो मनमा भावना जगाउनको लागि भने पनि उसको कानमा भगवानका पवित्र नामहरू उच्चारण गरिदिने गीता सुनाइदिने रामायण सुनाइदिने भागवत सुनाइदिने आफ्नो धार्मिक ग्रन्थहरू हुन्छन् त्यो धार्मिक ग्रन्थप्रति उनीहरूको सेन्टिमेन्ट त्यही नै हुन्छ हो ती कुराहरू सुनाइदिने यसले गर्दा उसको परलोकको यात्रा दुर्गति नहोस् त्यही हुनाले हरि शरणमको अर्थ हुन्छ म भगवान हरिको शरणमा छु हैन कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावात् करोमि यत् सकलम परस्मै नारायणायति समर्पयामि हे प्रभु मैले जे गरेँ हजुरलाई कृष्णार्पण भनेर यो भावनाले व्यक्तिमा अहमको विलय हुन्छ दान गर्नु पनि अहमको विलय हो भगवानमा समर्पित हुनु पनि अहमको विलय हो दुःख पाउने चाहिँ अहमको उदयले हो